फाइनान्स नचाहिने, Okay. आइएल्स नचाहिने, Okay. अनि यो आवश्यकै छैन भन्ने खालको कुरालाई चाहिँ हामीले कसरी उहाँलाई इन्फर्मेसन दिनुपर्छ Okay. जस्तो लाग्छ सर? सो यहाँहरू सम्पूर्ण विद्यार्थीहरू तथा अभिभावकहरूलाई हामी के क्लियर गराउन चाहन्छौँ हाम्रो यो लाइभ सेसनबाट भने यदि तपाईँले अहिले हामीलाई हेरिरहनु भएको छ अथवा हाम्रो लाइभ पछि पनि तपाईँले हाम्रो लाइभलाई हेरिरहनु भएको छ भने तपाईँहरूलाई विशेषतः हामी के जानकारी गराउन चाहन्छौँ भने हामी एभिडेन्स लेभल अथवा एसेसमेन्ट लेभल 3 मा हुँदा भन्दा अब एसेसमेन्ट लेभल 2 मा आइसकेपछि अझ बढी रेस्पोन्सिबिलिटी भयो हामीलाई। हामीले अझ यो क्वालिटी मेन्टेन गर्नुपर्ने रेस्पोन्सिबिलिटी थुपरियो र अझ हामी यसमा चाहिँ स्ट्रिक्ट भएर यो भिजा सक्सेस रेटलाई मेन्टेन गर्नुपर्ने अवस्था छ। त्यो कारणले गर्दाखेरि तपाईहरूले के बुझ्न आवश्यक रहन्छ भने विशेषतः फाइनान्शियल डकुमेन्ट्स नचाहिने भन्ने कुरा एउटा आयो। अर्को भनेको तपाईँको चाहिँ इङ्ग्लिस प्रोफिसिएन्सी लेभल नचाहिने भन्ने कुरा आयो। सो लेट्स टक अबाउट द फाइनान्शियल फर्स्ट, राइट? फाइनान्शियल डकुमेन्ट्स नचाहिने भन्ने कुरा कदापि हुँदै होइन। यो कदापि हुँदै होइन। तपाईँहरू यो भ्रममा नपर्नु होला। फाइनान्शियल डकुमेन्ट्स नचाहिने भन्ने कुरामा यो भ्रममा नपर्नुहोस्। यदि फाइनान्शियल डकुमेन्ट्स चाहिँदैन भने तपाईँ कसरी त्यहाँ ट्युसन फी पे गर्नुहुन्छ? कसरी बस्ने? तपाईँ आफ्नो छोरा अस्ट्रेलियामा पठाउँदै हुनुहुन्छ भने तपाईँ अस्ट्रेलियामा त्यो युनिभर्सिटीमा पढाउनको लागि सक्षम हुनुहुन्छ भन्ने कुरा कहाँबाट जजमेन्ट गर्ने? कस्तो खालको एभिडेन्स दिने? फर्स्ट थिङ। र अर्को कुरा भनेको तपाईँलाई लिभिङ कस्ट त चाहिन्छ मेन्टेन गर्नु। सो त्यो फन्डिङ तपाईँको छ कि छैन, त्यो फाइनान्शियल क्यापेबल तपाईँको फ्यामिली छ कि छैन भन्ने कुरा कसरी जजमेन्ट गर्ने त हो? सो फाइनान्शियल डकुमेन्ट्स चाहिँदै होइन, नचाहिने होइन। फाइनान्शियल डकुमेन्ट्स डेफिनेटली चाहिन्छ र तपाईँहरू सम्पूर्णलाई यो भ्रम नपरोस् कि फाइनान्शियल डकुमेन्ट्स अब सजिलो भयो, अब केही पनि चाहिँदैन, पहिलाको जस्तो ब्याङ्क स्टेटमेन्ट पनि चाहिँदैन, पहिलाको जस्तो ट्याक्स पनि चाहिँदैन भन्ने कुरा तपाईँलाई कसैले बुझाइराखेको छ भने त्यो कुरा सरासर गलत हो। फाइनान्शियल डकुमेन्ट्समा केही पनि अस्ट्रेलियाको चेन्ज भएको छैन। खालि चेन्ज भएको भनेको नेपाल एभिडेन्स लेभल 3 बाट एभिडेन्स लेभल 2 मा आएको हो र योभन्दा 2 वर्ष अगाडि नै अस्ट्रेलियन हाई कमिसनले नेपालको लागि एडिसनल फाइनान्शियल रिक्वायरमेन्ट्स भनेर जुन इम्प्लिमेन्ट गरेको थियो, जसमा यतिको ट्याक्स हुनै पर्ने, ब्याङ्कमा आएको हुनुपर्ने भनेर सबै इन्कमलाई क्याटेगोराइज गरेर यो इन्कमको यो चाहिने, त्यसको यो चाहिने भनेर छुट्याएको थियो हो। अब अहिले हाई कमिसनले त कहीँ भनेको छैन नेपालको लागि लगाएको यो चाहिँ रिक्वायरमेन्ट्सहरू पनि हट्यो भनेर त कहीँ अफिसियली आएको छैन र कुनै पनि युनिभर्सिटीले पनि तपाईँलाई फाइनान्शियल डकुमेन्ट्स चाहिँदैन भनेर भनेका छैन। त्यो कारणले फाइनान्शियल डकुमेन्ट्स तपाईँलाई अहिले पनि चाहिन्छ। फरक यति मात्रै हो कि अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सको वेबसाइटमा तपाईँ गएर गुगल सर्च गरेर एकचोटि हेर्नु होला। त्यहाँ जानुभयो र डकुमेन्टेसन टुल्स फर अस्ट्रेलिया भनेर गुगलमा सर्च गर्नुभयो भने है डकुमेन्टेसन टुल्स फर अस्ट्रेलिया भनेर सर्च गर्नुहोस्। त्यहाँ गएर तपाईँले एउटा डिपार्टमेन्टको वेबसाइट पाउनुहुन्छ जहाँ तपाईँले आफ्नो चाहिँ फाइनान्शियल आफ्नो डकुमेन्ट चेकलिस्ट त्यहाँबाट पाउनुहुन्छ। डकुमेन्ट चेकलिस्ट त्यहाँबाट पाउनुहुन्छ। त्यहाँ गएर तपाईँले पार्टिकुलर युनिभर्सिटी अथवा कलेजको नाम राख्ने र कन्ट्री तपाईँले छान्ने, नेपाल छान्ने हो। जस्तो एभिडेन्स लेभल 2 मा भएको प्रोभाइडर छान्नुभयो भने र एभिडेन्स लेभल 2 मा हामी कन्ट्री भएको कारणले गर्दाखेरि त्यहाँनेरि फाइनान्शियल डकुमेन्ट्स अपलोड गर्ने सेक्सन र इन्कमको डकुमेन्ट्स इङ्ग्लिस प्रोफिसिएन्सी डकुमेन्ट्स सबमिट गर्ने अप्सन भने त्यहाँ पाउनुहुन्न हैन। तर तपाईँ लेभल 3 को कन्ट्री हुनुहुन्छ अथवा अहिले लेभल 2 बाट पनि तपाईँ 3 मा अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यो त्यहाँ म्यान्डेटरी गरिएको छ। तर एभिडेन्स लेभल 2 मा हुनुहुन्छ अथवा 1 मा अप्लाई गर्दै हुनुहुन्छ भने त्यो सेक्सन तपाईँलाई म्यान्डेटरी छैन। यसको मतलब तपाईले पहिलो प्रोसेस युनिभर्सिटीमा अफर अप्लाई गर्नु पर्यो, राइट? त्यस पछाडी युनिभर्सिटीले के माग्छ? त्यस पछाडी आइएलटीएस पीटीका कुराहरु अथवा जीएस का कुराहरु ले, राइट? आइएलटीएस अफर लेटर आयो, अफर लेटर आइसकेपछि अब युनिभर्सिटी कलेजले के माग्छ? जीएस को कुराहरु माग्छ। जीएस मा के इन्क्लुड हुन्छ? त्यसमा फाइनान्स को कुराहरु हुन्छ, त्यसपछि आएर चाहिँ एजुकेसन लोन का कुराहरु हुन्छ, राइट? त्यसपछि बैंक स्टेटमेन्ट का कुराहरु हुन्छन्, हैन? वार्ड का डकुमेन्टहरु हुन्छन्, ट्याक्स क्लियरेन्स का कुराहरु हुन्छन्, इट्स द सेम थिङ, अग्रीमेन्ट का कुराहरु हुन्छन्। यी सबै कुराहरुले माग्छ। अब त्यो डकुमेन्ट्स फेरि युनिभर्सिटीलाई पठाउनु पर्यो। यस हो, अहिलेको प्रोसेस त्यही हो। त्यही नै हो। चाहे AL1 मै गर्नुहोस्, चाहे 2 मै होस्, तपाईले डकुमेन्ट्स पठाउनु पर्यो, राइट? हामी पहिला पनि त AL1 मा गर्थ्यौ नि। हो नि। पहिला पनि त जस्तो युनिभर्सिटी अफ क्यानबेरा, युनिभर्सिटी अफ सनसाइन कोस्ट AL1 मा थिए।
तर कुन चाहिँ युनिभर्सिटीले कहिल्यै फाइनान्सियल नमागेको थाहा छ त? छैन सबैमा। भनेपछि अब हामी अफर लेटर आइसकेपछि के गर्छौँ भन्दा युनिभर्सिटीले के माग्छ? फाइनान्सियल डकुमेन्ट्स माग्छ। अब फेरि फाइनान्सियल बनाउनु पर्यो, युनिभर्सिटीलाई पठाउनु पर्यो, युनिभर्सिटीले फाइनान्सियल चेक गर्ने भयो, त्यस पछाडि चित्त बुझेन भने एडिसनल डकुमेन्ट्स माग्ने भयो, चित्त बुझ्यो भने के भन्छ अब उसले? तिम्रो फाइनान्सियल ओके छ, ट्युसन फी पेमेन्ट, यु क्यान प्रोसेस फर द ट्युसन पेमेन्ट, राइट? अब हामी के गर्छौँ? पेमेन्ट गर्छौँ, सिओई आउँछ, त्यस पछाडि भिजा लजको प्रोसेसमा हामी जान्छौँ। अब बल्ल हामी भिजा लजको प्रोसेसमा जान्छौँ। भनेपछि भिजा लज गर्ने भनेको तपाईँले कहिले हो? युनिभर्सिटीको एडमिसन सकिसकेपछि। भनेपछि फाइनान्सियल त यहाँ तपाईँको युनिभर्सिटीले नै माग्छन्। तपाईँको जिएस अप्रुभलकै स्टेजमा युनिभर्सिटीहरूले नै फाइनान्सियल माग्छन्, होइन? भनेपछि तपाईँले फाइनान्सियल बनाउनै पर्छ। अब त्यस पछाडि तपाईँले युनिभर्सिटीमा अप्लाई गर्नुभयो, सिओई दियो। अब सिओई दिइसकेपछि तपाईँ पुग्नुभयो भिजा एप्लिकेसन गर्ने स्टेजमा पुग्नुभयो। सो अब स्टेजमा पुग्दाखेरि तपाईँले के गर्नुहुन्छ भन्दा भिजा फर्म भर्नुहुन्छ। फर्म भर्दै जाँदाखेरि तपाईँको एभिडेन्स लेभल 2 को प्रोभाइडर र एभिडेन्स लेभल 2 को कन्ट्री भइसकेपछि डकुमेन्टेसन चेकलिस्ट टुलमा फाइनान्सियल डकुमेन्ट्स र इङ्ग्लिस प्रोफिसिएन्सी डकुमेन्ट्स अपलोड गर्ने ठाउँ आउँदैन। यो भनेको के हो भने सबै धेरै जसो युनिभर्सिटीले फाइनान्सियल डकुमेन्ट्स A1 मा भए पनि 2 मा भए पनि तिमीले अपलोड गर्नै पर्छ भन्छन्। कतिपय युनिभर्सिटीले अप्सनल छ भनेदेखि तपाईँले अपलोड नगर्न पनि पाउनुहुन्छ। भिजा अप्लाई गर्ने स्टेजमा कुरा गरिरहेको छु है, तपाईँले अपलोड नगर्न पनि पाउनुहुन्छ। भिजा अपलोड त्यो डकुमेन्ट्सहरू नहालिकन अपलोड गरेर भिजा फी तिर्न पनि पाउनुहुन्छ, भिजा अप्लाई गर्न पनि पाउनुहुन्छ, राइट? तर तपाईलाई भिजा अफिसरले तपाईको फाइलको ओभरअल सबै कुराको स्क्रिन गरिरहँदा जीएस क्राइटेरिया त त्यही हो, जेन्युन स्टुडेन्ट रिक्वायरमेन्ट भनेको त एउटा स्टुडेन्टको होलिस्टिक अप्रोच हो नि त, सबै कुराको हेर्ने हो। सबै कुरा भनेपछि फाइनान्सियल चाहिँ छ कि छैन त स्टुडेन्टको, पुग्छ कि पुग्दैन? अब तपाईँले त्यहाँ अपलोड गरिसक्नु भयो किनभने तपाईँसँग डकुमेन्ट्स त अलरेडी छ भनेपछि डकुमेन्ट्स त्यहाँ सबै हालिदिनु भयो भने सक्यो, केही टन्टै भएन। तपाईँसँग अलरेडी रेडी भएको डकुमेन्ट्स त्यहाँ छ हो। अब मानिनु तपाईँले त्यहाँ कम्पलसरी छैन, भिजा अप्लाई गर्दा हाल्नु भएन भनेदेखि अब भिजा अफिसरले के गर्छ? एसेसमेन्ट गर्दै जान्छ। एसेसमेन्ट गर्दै जाँदाखेरि ल फाइनान्सियल कुरामा पनि उसलाई केही पनि डाउट भएन भने भिजा ग्रान्ट पनि हुनसक्छ। तर भिजा अफिसरसँग सधैँ के राइट्स हुन्छ भने एनी टाइम दे क्यान आस्क फर द एडिसनल डकुमेन्ट्स। सो तपाईँले फाइनान्सियल डकुमेन्ट्स अपलोड गर्नुभएको छैन भने तपाईँको भिजा अफिसरले फाइनान्सियल डकुमेन्ट्स अपलोड गर भनेर मागेको पनि छ। पहिला धेरै यस्ता सिनारीहरू भएका छन्, AL1 मा अप्लाई गर्दाखेरि धेरै सिनारीहरू यस्तो भएका छन्। अनि त्यस पछाडि मागिसकेपछि तपाईँलाई कहिले पनि एडिसनल डकुमेन्ट्स दिनको लागि टाइम फ्रेम तोकिएको हुन्छ। तपाईँलाई फाइनान्सियल मागिएको छ भने तपाईँले विदिन सेम डेमा अथवा नेक्स्ट डेमा तपाईँले त्यो डकुमेन्ट्स अपलोड गर्नै पर्छ। अब तपाईँसँग फाइनान्सियल बनाउनु पर्दैन भनेर यसरी हात बाँधेर बस्नुभयो, कुनै कलेज युनिभर्सिटीले तपाईँलाई केही चाहिँदैन भनेर दिएछन् रे मानिलिउँ, अनि तपाईँले भिजा पनि अप्लाई गर्नुभयो, हाई कमिसनले फ्याट्टसँगले फाइनान्सियल चाहियो भनिदियो। अब के गर्ने? विदिन 2 आवर्स भित्रमा, विदिन 48 आवर्स भित्रमा, विदिन 24 आवर्स भित्रमा तिमीले यो डकुमेन्ट्स अपलोड गर भनेर भनिदियो भने अब के गर्ने? बनाउनु पनि भ्याइदैन, राइट? अदरवाइज वी विल मेक द डिसिजन एज पर द डकुमेन्ट सबमिटेड बाई यु भनिदियो भने अब कहाँ जाने त? फेरि त्यो 48 आवर्समा त्यो बनाउन पनि सकिँदैन, सम्भवै हुँदैन, हैन? त्यो कारणले गर्दाखेरि ध्यान दिनु होला है साथीहरू, ध्यान दिनु होला। फाइनान्सियल तपाईँले अपलोड सँगै गर्दा सबैभन्दा बेस्ट हो। तर तपाईँको मानिलिउँ आज केही कारणले डकुमेन्ट्स केही ट्रान्सलेसन छुट्या छ, केही पेन्डिङ छ भने तपाईँले अपलोड नगर्न पनि पाउनुहुन्छ। र अपलोड नगर्दाखेरि भिजा अफिसरले मागेन भने त सकिहाल्यो, माग्यो भने तपाईँले इमिडिएटली अपलोड गर्नुपर्छ र त्यो एजेन्टको रेस्पोन्सिबिलिटी हो है। जो साथीहरू एजेन्टहरू जसरी स्टुडेन्टहरूलाई, कतिपय हामीले स्टुडेन्टहरूलाई पाएका छौँ, यो पनि चाहिँदैन अरे, फाइनान्सियल पनि चाहिँदैन, नो फाइनान्सियल, नो इङ्ग्लिस प्रोफिसिएन्सी भिजा भनेर प्रमोसन धेरै भएको देखिएको छ। त्यो कारणले विद्यार्थीहरूलाई मिसगाइड गर्ने काम कदापि नगरौँ।